Hello guys, welcome back to my channel. Hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। अनि आज साइकलबाट भ्लग स्टार्ट भइरहेको छ। अनि यता भाइ पनि छ यता। अनि हामी चाहिँ यसो घुम्न हिँडेको चिया बगानतिर। अब यो स्वस्थ गाउँको स्वस्थ हावापानी खानलाई हिँडेको है। हिँड्दैछौँ हामी चाहिँ साइकलमा। अल्छी लाग्यो नि त बिहान बिहानै, अनि त्यो भएर हिँडेको। चेक्दैछिन् गाइस, चिया बगानको चाहिँ अलिअलि पनि आएको रहेछ। नभए त अस्ति त के पत्ता नै आएको थिएन नि त। यसपालि चाहिँ अलिअलि आएको छ। अलिकति हरियाली देखिरहेको छ। पादियो पो त हो यो भाइले। थेट भ्लग बनाएको पादिरहेको यो भाइले, यो बुढाले। चिया बगान पनि सबैले लाग्यो गाइस। यहाँ गाउँ आइसक्यो। यो गाउँ चाहिँ एकछिन छ। अनि परतिर पनि चिया बगान चाहिँ यो चिया बगान चाहिँ लास्ट छ होइन। अनि यता हेर्न सक्नुहुन्छ। यता चाहिँ यो चाहिँ त्यस्तो मजाले आएको छैन। किन भन्नुपर्दा चाहिँ यसलाई ढिलो काटेको हो क्या। यसलाई ढिलो काटेको अनि त्यो भएर मजाले नआएको हो। अनि हामी चाहिँ गाउँतिर आइसक्यौँ गाइस। यता चाहिँ गाउँ अलिअलि गाउँ छ यहाँदेखि उता चाहिँ। अनि यता चिया बगान छ क्या। यहाँ पनि लगाएको छ क्या, हेर्नु सक्नुहुन्छ क्या। हात्तीबाट बस्नलाई चाहिँ चेक्दैछिन् गाइस। हात्तीबाट बच्नलाई सबैले यही राखेको छ क्या। यहाँबाट चाहिँ बुझ्न सक्नुहुन्छ है हात्ती कति आउँछ भनेर यता गाउँतिर। अब केही दिन भयो मात्रै नआएको। अनि त्यहाँभन्दा अगाडि कति आउँथ्यो क्या। यहाँ भ्लग बनाएको भाइलाई अड लाग्यो अरे। भाइ चाहिँ यहाँ बन्द गर भन्नुहुन्छ क्या। हेर्न सक्नुहुन्छ भाइ कस्तो बस्नु छ होइन। के यस्तै हो, सुरु हुँदैछ नि त भर्खर बानी पर्छ भाइलाई पनि। अनि हेर्न सक्नुहुन्छ गाइस, यता मकै रोपेको छन्। यता मकैबारी। अनि उयो रङकाड भन्छ, रङकाडको बगान छ। बासझ्याङ भयो। अनि बाटो यस्तो छ है गाइस। अब चाहिँ घरतिर जाँदैछौँ। बेसिन गाइस, यहाँ चाहिँ अफिस हो होइन। यो चिया बगानको म्यानेजरहरू बस्ने ठाउँ चाहिँ हो। अनि यता हामी घुम्दै घुम्दै आएको हुन्छ नि। अब पहिलाको बच्चाको यादहरू आयो क्या। यहाँ हेर्न सक्नुहुन्छ क्या। ऊ आँपको बोट छ नि, यसमा चाहिँ हामी कति आँप चोरेर खाँदैछौँ क्या। यो भाइलाई अनि त्यो सानो घर देख्नु भएको छ नि, त्यसमा चाहिँ अब नानी लिएर आउनुहुन्थ्यो नि त। अनि यो चिया बगानमा काम गर्ने मान्छेहरू, अब मान्छे घरमा नानी हेरिदिने मान्छे हुँदैन थियो। अनि यहाँ ल्याउँथ्यो, अनि नानीलाई यहाँ जिम्मा लगाइदिन्थ्यो क्या। अनि यहाँ हेरिदिन्थ्यो मान्छेहरू हुन्थ्यो एक दुईजना। नानी हेरिदिने, अनि नानी हेरिदिन्थ्यो। अनि यहाँ काम गर्ने मान्छेहरू काम गर्न जान्थ्यो क्या। त्यसको लागि चाहिँ त्यहाँ त्यो घर बनाएको है। मान्छेहरू हुन्छ नि त, नानीले गर्दा काम गर्नु पाउँदैन नि त। त्यो भएर नानी चाहिँ यहीँ राख्ने अनि काम गर्ने क्या भनेर चाहिँ त्यो घर बनाएको। यहाँ हेर्नु सक्नुहुन्छ गाइस, भाइ यहाँ छ होइन। यो चाहिँ तोरीबारी रहेछ। हुन्छ नि यो चाहिँ जग्गा चाहिँ खाली छ क्या। खाली भएपछि अनि तोरी मान्छेले रोप्छन्। अनि पैसाको त अब कुरो मिलिहाल्छ होइन, अलिअलि भए पनि त्यस्तै हो। अनि उहाँ हेर्नु सक्नुहुन्छ क्या गाई। उयो फिरफिरे तपाईँहरूलाई थाहा होला होइन, कतिलाई थाहा छ छैन। उयो फिरफिरे क्या, चिया बगानमा पानी हाले यो छ होइन। यहाँदेखि पानी हालेको यस्तोमा चाहिँ हामीले ओभर नुहाएको हो क्या सानोमा होइन। सानोमा त कस्तो नुहाउनु मन लाग्ने होइन। त्यो अलिअलि पानी हेर्ने बित्तिकै नुहाउनु मन लाग्ने। झन् यो त पानी चिसो आउने क्या। चिसो आउने अनि ठुलो पानी आउने क्या त्यो फिरफिरेबाट। कस्तो नुहाउनु मन लाग्ने क्या। अनि बाटोमा अनि त्यहाँ बिचमा लगाएको फिरफिरे अनि बाटोमा आइपुग्ने क्या पानी। अनि त्यसरी आइपुग्दा चाहिँ हामी बाटोमै नुहाउँथ्यौँ क्या। भन्नुपर्दा सानोमा यो चाहिँ अफिस भयो।
up my appetite. Don't leave me here high and dry. Oh, but I don't wanna jinx it, baby. Let's not get ahead of my time. Oh, but I don't wanna miss you, baby. So I stand up and speak just my mind. Oh. You're chilling in the rain. You're some kind of butterfly. Baby, you give me midnight. You whip up my appetite. Don't leave me here high and dry. Baby, you give me ice and fire. You're channeling wind and rain. You're some kind of butterfly. My appetite. Don't leave me here high and dry. Oh, 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 यहाँ पनि अब माछा मार्ने क्या बर्खामा अहिले पुगिसकेपछि माछा मार्न आउने त्यो रमाइलो हुन्छ क्या बच्चामा गाउँमा चाहिँ रमाइलो हुन्छ होइन सहरतिर भनेको जस्तै हो सहरतिर भन्दा पनि गाउँतिर पनि अहिले कस्तो भइसक्यो भने मान्छेहरूको बच्चाहरू जन्मिदेखि नै फोन खेल्न थाल्छन् क्या अनि फोन खेल्न थालेपछि सकिहाल्यो नि अब जन्मिने बित्तिकै फोन पाउँछ फोन पाएपछि अनि फोनमै रमाउँछ फोनमै हेर्छ अनि त्यो भएर आजकल बजार त्यस्तो चाहिँ हुँदैन यता जाने घुम्ने यताउति के गर्दै हिँड्ने त्यस्तो चाहिँ हुँदैन क्या अहिलेको बच्चाहरू चाहिँ घरमै बसिरहेको हुन्छ अल्छी हुन्छ जिउ चाहिँ फिटनेस हुँदैन है पहिला हामी कति हिँड्थ्यो क्या त्यस्तै गाइस अब यहाँ भाइ हिँडै छ गएको गएछ भाइ चाहिँ त्यो चाहिँ हाम्रो चिया बगान हो क्या
भिडियो अनि सब्सक्राइब गर्नु है च्यानललाई अनि साथीभाइहरूसँग सेयर गर्नु हैन अनि यो भ्लगमा चाहिँ मैले त्यति साह्रो केही पनि देखाएन त्यही गाउँको वरिपरिको चिया बगान देखाएँ अनि त्यति नै हो गाइज थ्याङ्क यू फर वाचिङ बाई बाई गाइज